हेलो साथीहरू, त आज फेरि मैले एकदमै राम्रो भिडियो लिएर आएको छु तपाईँहरूको लागि। एकदमै इन्ट्रेस्टिङ भिडियो छ। सबभन्दा पहिलाको यहाँ स्क्रिनमा पनि हेर्नुहोस्। सबभन्दा पहिला यो भिडियो हेरौँ, त्यसपछि यसको पनि कमेन्टहरू पढौँला। लेट्स गो। सुरु गरौँ। तिम्रो नक्सा अस्ति नै पास गरिदिएको, घरिघरि नआउ त। हाइट के फापरको रोटी। रुखा लटरम्म भल्या थियो, टप टप टिपेर ल्याएँ। आखिर कमेन्ट पढ्न आएरै छोड्यो है भक्ति। सालेलाई इङ्ग्लिसमा गाली गर्न मन लाग्छ, इङ्ग्लिस आउँदैन र मात्रै हो। हेर्दा चाक दुख्यो यार। हल्ले हालो मेरो चाकमा कमिला। कस्तो टाइपको भिडियो छ? कमेन्ट रिडिङ गर्ने खालको भिडियो हो। त खालि कमेन्ट रिडिङ गर्ने, कपी पेस्ट गरेर ल्याएर अलिकति एडिटिङ, आफ्नो कन्टेन्ट बनाउने, त्यति नै हो, अरू केही होइन। एकदमै सजिलो छ, सजिलो बनाउन सक्नुहुन्छ तपाईँहरू पनि। बस 5-10 मिनट मात्रै लाग्छ, त्यति मात्रै हो। त अब सबभन्दा पहिला यो भिडियो बनाउनको लागि, यस्तो टाइपको भिडियो बनाउनको लागि तपाईँहरू एउटा सोसियल मिडियामा जानु होला। फेसबुक, चाहे टिकटक, चाहे इन्स्टाग्राम जानु होला र खोज्नु होला। भिडियो खोज्नुपर्छ अलिकति फनी टाइपको भिडियो, तपाईँहरू बुझ्न सक्नुहुन्छ होला, जसमा फनी टाइपको अलिकति कमेन्ट आएको हुन्छ। त्यस्तो टाइपको भिडियो खोज्नु होला। त्यस्तो टाइपको भिडियो खोजिसकेपछि त्यो कमेन्ट सेक्सनमा जानु होला। जस्तै कि यहाँ हेर्न सक्नुहुन्छ, कमेन्ट सेक्सनमा जानु होला र जुन कमेन्ट फनी कमेन्टहरू हुन्छ त्यो कमेन्टलाई तपाईँहरू स्क्रिनसट लिनु होला। स्क्रिनसट लिइसकेपछि त्यसलाई क्रप गर्नु होला। जस्तै कि क्रप गर्नु, जुन कमेन्ट छ यहाँ हेर्न सक्नुहुन्छ, यसरी कमेन्ट गरिदिनु होला, क्रप गर्नु होला र क्रप गरिसकेपछि सेभ गर्नु होला। र जुन यो भिडियो छ, तपाईँहरूले जुन खोजेको भिडियो, फनी भिडियो हुन्छ, त्यो भिडियोको सेयर बटनमा जानु होला, क्लिक गर्नु होला र कपी लिङ्क भनेको ठाउँमा तपाईँहरू क्लिक गर्नु होला र डाउनलोड गर्नु होला। यहाँ बताउन सक्दिनँ कसरी डाउनलोड गर्नु भनेर। अब डाउनलोड गरिसकेपछि मेन पार्ट भनेको हाम्रो एडिटिङ हो। त एडिटिङ गर्ने भनेको कुनै एप्लिकेसनले गर्दा राम्रो हुन्छ त्यो पनि बुझ्नु जरुरी छ। तपाईँहरूलाई म सजेस्ट गर्छु, सबभन्दा पहिला त क्यापकट छ, क्यापकटबाट गर्नु होला। काइन मास्टर र इनसोट, यो 3टा एप्लिकेसन छ जो यस्तो टाइपको भिडियो गर्नलाई। किन भन्दाखेरि म तपाईँहरूलाई त्यो भिडियो बनाउने बेला भन्छु किन जरुरी छ। यो 3टा एप अदर एपबाट पनि गर्न सकिन्छ, त्यो छुट्टै कुरा हो। यहाँ कुनै अप्सन छ त्यसको लागि मैले भनेको। म तपाईँहरूलाई इनसोट एप्लिकेसनबाट एडिटिङ गरेर सिकाउने वाला छु। त जाउँ मोबाइलको स्क्रिनको तर्फ। अब मोबाइलको स्क्रिनमा आइसकेपछि तपाईँहरू आफ्नो एडिटिङ गर्ने एपलाई खोल्नु होला। जस्तै कि म इनसोट खोल्छु। यसरी खोलिसकेपछि अब आफ्नो भिडियोमा जानु होला। त्यसपछि न्यू प्रोजेक्ट भनेको हुन्छ, यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि तपाईँहरूले कुन भिडियोलाई कमेन्ट रिडिङ गर्ने त्यो भिडियोलाई चुज गर्नु होला। जस्तै कि म यो भिडियोलाई डाउनलोड गरेको छु, हेर्न सक्नुहुन्छ। त्यसलाई यहाँ ल्याउनु होला र जुन यो इनसोटको लोगो देख्नुहुन्छ यसलाई तपाईँहरूले रिमुभ गर्न सक्नुहुन्छ फ्रीमा। यहाँ हेर्न सक्नुहुन्छ कटिस देखेको छ, यहाँ क्लिक गर्नु होला र फ्री रिमुभमा क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि तपाईँहरूले एड्स हेर्नुपर्ने हुन्छ। सानो भिडियो हुन्छ त्यो हेर्नु होला, अनि आफै रिमुभ हुन्छ। जस्तै कि म रिमुभ गरिहाल्छु फटाफट। अब जस्तै कि हेर्न सक्नुहुन्छ मैले फ्रीमा रिमुभ गरिसकेँ। अब यहाँ क्यानभास भनेको छ, यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि 9:6:2 सर्ट भिडियोको लागि यो रेसियो चुज गर्नु होला र यहाँ राइट गरिदिनु होला। यति गरिसकेपछि अब यो भिडियोलाई हामीले सुरुमा के बोल्ने भन्दाखेरि त्यो बोल्नको लागि हामीले थोरै अगाडिको यो हामीले फ्रिज गर्नुपर्छ। त त्यसको लागि यसलाई अलिकति यसरी सार्नु होला। सारिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ फ्रिज भनेर लेखिएको छ, यहाँ क्लिक गर्नु होला। त यो अगाडिको पार्ट जुन भिडियोको हुन्छ यो फ्रिज हुन्छ। जस्तै कि अब यसलाई अलिकति सार्न सक्नुहुन्छ, ठुलो सानो बनाउन। जस्तै कि बोल्नुहुन्छ केही अगाडि, त्यसको लागि म कति राखिदिन्छु, 10 सेकेन्ड जतिको राख्छु। यहाँ यसरी राख्नु होला तपाईँहरू आफ्नो हिसाबले। 10 सेकेन्डको राखिसकेपछि यहाँ हामीले हेर्न सक्नुहुन्छ अब भोइस रेकर्ड गर्ने हो हामीले। त भोइस रेकर्ड गर्नको लागि यहाँ क्लिक गर्ने, अनि यहाँ रेकर्डमा क्लिक गर्नु होला र यहाँ हामी केही शब्द बोल्नेछौँ अगाडि स्टार्टिङको लागि। यहाँ हेर्न सक्नुहुन्छ। म जस्तै कि इक्जाम्पलको लागि तपाईँहरूलाई गरेर देखाउने वाला छु।
अब यति गरिसकेपछि यहाँ क्लिक गरिदिनु होला र जुन यो भोइस हामीले रेकर्ड गरेका छौं यो रेकर्ड गरेको अगाडिको जुन फाल्तु पार्ट छ यसमा क्लिक गर्नु होला यहाँ र यहाँ स्प्लिट हेर्न सक्नुहुन्छ लेखिएको छ यहाँ क्लिक गर्नु होला यो स्प्लिट भइहाल्छ त्यसपछि जुन यो बेकारको पार्ट छ अगाडिको त्यसलाई यसरी क्लिक गरेर तपाईहरुले यसलाई डिलिट गरिदिनु होला र यसलाई अलिकति होल्ड गरेर पक्रिनु र यसलाई अगाडि सार्दिनु अब जुन यो सबभन्दा लास्टमा पछाडी यता पनि फाल्तु पार्ट छ यसलाई पनि हामी स्प्लिट गर्ने छौं त यहाँ क्लिक गर्नु होला जुन रेकर्ड छ त्यसमा स्प्लिट गरिदिनु होला र यसलाई पनि डिलिट गरिदिनु अब यति गरिसकेपछि जुन हाम्रो फ्रिज गरिएको पार्ट थियो भिडियोको यसरी क्लिक गर्नु होला र फ्रिज गरेको पार्टलाई हामीले ठ्याक्राकै यहाँ ल्याइदिने छौं जहाँसम्म हाम्रो भोइस रेकर्ड छ त्यहीसम्म राख्नु होला यति राखिसकेपछि अब हामी भिडियोको लास्टमा जाऊ भिडियोको लास्टमा गइसकेपछि अब यहाँ हामीलाई ब्ल्याक स्क्रिन वाला भिडियो चाहिन्छ त त्यसको लागि यहाँ क्लिक गर्नु होला यदि तपाईहरुसँग ब्ल्याक स्क्रिनको भिडियो छ भने त्यो ल्याउनु होला न त यहाँ हेर्न सक्नुहुन्छ ब्ल्याक भनेको छ माथि यहाँ क्लिक गर्नु होला यहाँ आफै आउँछ यहाँ यसरी आइसकेपछि सबभन्दा सुरुमा एउटा मिम्स लगाउनु होला जस्तै कि म यहाँ लिएर आउँछु एउटा यो प्लसमा क्लिक गरेर यहाँ भिडियोमा जानु होला भिडियोमा गएपछि जस्तै कि जाउँ सुरु गरौँ भन्ने हुन्छ नि त्यो खालको एउटा मिम्स ल्याउनु यसलाई क्लिक गरिदिनु यो क्लिक गरिसकेपछि यो मिम्सको ठ्याक्कै यहाँ ल्याउनु होला र त्यसपछि अब यहाँ कमेन्ट जुन तपाईको छ त्यसलाई ल्याउनु होला त कमेन्ट जस्तै कि ल्याउनको लागि फेरि यहाँ हामी क्लिक गरौँ अनि कुन कमेन्टहरुलाई तपाईहरुले क्रप गरेर स्क्रिनशट गरेर राख्नु भएको छ त्यसलाई ल्याउनु होला जस्तै कि मसँग छ त म एउटा लिएर आउँछु दुई तीन वटा गरेर देखाउँछु तपाईहरुलाई यसरी एउटा सिलेक्ट गरेर यहाँ ल्याउनु होला जस्तै कि यहाँ छ कमिलाले टोकेर सुनिएको जस्तो लाग्यो भनेर छ त यहाँ पनि अब तपाईहरुले के गर्नु होला त यहाँ माथि फेरि एडियोमा जानु होला र साउन्ड भोइस आफ्नो रेकर्ड गरेर यो जुन लेखिएको छ यसलाई पढ्नु होला त जस्तै कि म पढ्छु है त यति भइसक्यो अब यहाँ हामीले यसलाई राइट गर्दियौ राइट गरिसकेपछि जुन हाम्रो फाल्तुको भोइस छ त्यसलाई पनि एडिटिङ गर्नु होला जुन अगाडिको यो फाल्तु छ त्यसलाई स्प्लिट गरिदिनु होला र यो जुन फाल्तुको पार्ट छ अगाडिको डिलिट गरिदिनुछु डिलिट गर्दियौ र यसलाई अलिकति होल्ड गरेर समात्नु होला र यहीँसम्म ल्याइदिनु होला ल्याइसकेपछि अब यति भइसकेपछि जुन हाम्रो यो कमेन्ट वाला पार्ट छ त्यसमा क्लिक गर्नु होला र जुन यो हाम्रो कमेन्ट आदि छ त्यसलाई यहाँ स्प्लिट गरेर डिलिट गरिदिनुछु अब भोइसको अनुसार हाम्रो हेर्न सक्नुहुन्छ जुन कमेन्ट छ यसमा क्लिक गर्नु होला र यसलाई जहाँसम्म हाम्रो भोइस छ त्यहाँसम्म ल्याएर राख्दिनु होला र यसकै पछाडी अब जस्तै कि यो साउन्ड वालामा क्लिक गर्नु होला र यो भोइस वालामा क्लिक गर्नु होला अब जस्तै कि तपाईहरुले आफ्नो भोइस राख्न चाहनुहुन्न त यहाँ हेर्न सक्नुहुन्छ फेरि भोइस इफेक्ट भनेको छ यहाँ आउनु होला अब यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले चुज गर्न सक्नुहुन्छ जुन मन पर्छ त्यो राख्नु होला जस्तै कि म यहाँ तपाईहरुलाई सुनाउने छु कस्तो कस्तो खालको भोइस छ अनेक प्रकारको छ त तपाईहरु चुज गर्नु होला जुन राम्रो लाग्छ त्यो राख्नु होला कमिलाले टोकेर सुनिएको जस्तो लाग्छ मलाई त्यो ठीक लाग्यो त मैले त्यो राखे अब यसको पछाडी तपाईहरुले एउटा फनी मिम्स राख्दिनु होला त यहाँ राइट गर्नु होला पहिला र मिम्समा जानु होला आफ्नो फोटो ग्यालरीबाट जुन मिम्स छ त्यो ल्याउनु होला र यहाँ राख्दिनु होला जस्तै कि म एउटा यो राख्दिन्छु अनि मिम्स राखिसकेपछि अब फेरि तपाईले एउटा कमेन्ट ल्याउनु होला जस्तै कि म ल्याउँछु अब कुन कमेन्ट राख्ने त्यो आफ्नो हेर्नु होला अनि फनी कमेन्टहरु ल्याएर यहाँ राख्नु होला जस्तै कि मैले यो राखिदिए अब फेरि यो कमेन्ट पढ्नको लागि एडियोमा जानु होला र यहाँ फेरि रेकर्डमा क्लिक गर्नु होला र जुन लेखेको छ त्यही तपाईहरुले भोइस ओभर गर्ने हो यहाँ फेरि क्लिक गर्नु होला यति गरिसकेपछि फेरि राइट गरिदिनु होला र जब तपाईको भोइस जुन छ त्यसलाई फेरि यसलाई त्यही सेम काम गर्नु होला एडिटिङ गर्नु होला जुन अगाडिको फाल्तु पार्ट छ त्यसलाई डिलिट गरिदिनु होला स्प्लिट गरेर म डिलिट गर्दिए अब यसलाई फेरि यहाँ ल्याएर राख्दिनु होला
यति गरिसकेपछि अब फेरि अब जुन यो हाम्रो कमेन्ट वाला पार्ट छ यसलाई भोइस बराबरको राख्नुलाई यसलाई यहाँ डिलिट गरिदिनु, चाहे यसलाई यसरी पछाडि सारेर ल्याइदिनु होला। यति गरेर ल्याइसकेपछि अब यहाँ जानु होला फेरि र भोइसमा जानु होला र भोइस इफेक्टमा गएर तपाईहरुले जुन आफू त्यही राख्नु होला र यति गरिसकेपछि फेरि यहाँ मिम्स राख्नु होला। जस्तै कि एउटा मिम्स कुनै ल्याउनु होला, फनी टाइपको मिम्स, अनि राइट गरिदिनु होला। यसरी तपाईहरुले 4-5 वटा कमेन्ट पुरै गर्नु होला। जस्तै कि मैले थोरै गरे, 2-3 वटा गरेर देखाए तपाईहरुलाई एक्जाम्पलको लागि। तपाईहरु 4-5 वटा कमेन्ट चाहिँ यसरी रिडिङ गर्नु होला र भोइस इफेक्टहरु राम्ररी राख्नु होला। प्र्याक्टिस गर्नु होला, 4-5 वटा जति बनाउनु होला। एकचोटी 4-5 वटा भिडियोहरु बनाएर ट्राई गर्नु होला, त्यसपछि मजाले गर्न सक्नुहुन्छ। त जस्तै कि अब हामी एकचोटी यो पुरै भिडियोलाई सुनेर हेरौं। सबभन्दा पहिला यो भिडियो हेर्नुहोस्, त्यसको यसको फनी कमेन्टहरु पढौँला। लेट्स गो। सुरु गरौँ। कमिलाले टोकेर सुनिएको जस्तो लाग्छ। हाँस्दा हाँस्दा चाक दुख्यो यार। बलले हालो मेरो चाकमा कमिला। हेर्न सक्नुहुन्छ मैले पुरै गरिसके। अब 2टा कमेन्ट मात्रै गरेर देखाए एक्जाम्पलको लागि। तपाईहरु 4-5 वटा कमेन्ट राख्नु होला, यसरी भोइस ओभर गर्नु होला, सजिलै गर्न सक्नुहुन्छ। यति गरिसकेपछि आफ्नो सोशल मिडिया च्यानलमा अपलोड गर्नु होला।